नमस्ते, म डाक्टर महेन्द्र अग्रहरी। मैले आज तपाईँलाई सुगर किन बेलैमा कन्ट्रोल गर्नु जरुरी छ भन्ने टिप्सहरू राख्न गइरहेको छु। सुगर हाम्रो शरीरमा प्रवेश गरिसकेपछि यो हरेक सेल्सहरू, सानो सानो सेल्सहरू जसले चाहिँ दिमागमा, मुटुमा, मृगौलामा, नसामा, हैन, हरेक आँखामा, तपाईँको छालामा भएको कोशिकाहरूभित्र प्रवेश गर्छ र त्यो कोशिकाहरूभित्र भएको सुगरको मात्रा बढी भइसकेपछि त्यहाँ इन्सुलिनको सिक्रेसन हुन पाउँदैन र इन्सुलिन नभइसकेपछि तपाईँले खाएको कुरा, आहार विहारहरू जुन खानुहुन्छ त्यसले गर्दाखेरि शरीरमा उत्पन्न जुन इनर्जी हुन्छ त्यसले चाहिँ शरीरले लिन अथवा पचाउन सक्दैन, युज गर्न सक्दैन, जसले गर्दाखेरि यो सेल्सहरूमा जति क्यापेसिटी ले काम गर्नुपर्ने हो त्यो काम गर्न सक्दैन। नसकिसकेपछि तपाईँको एक्स्ट्रा इनर्जी जसले चाहिँ तपाईँको हरेक सेल्सहरू मिलेर बनेको टिस्युजहरूमा चाहिँ असर गर्न थाल्छ र यो असर चाहिँ जस्तो पनि देखिन सक्छ। उदाहरणको लागि एउटा बिरामीमा सुगर 300 लेभल छ, अलिअलि चक्कर सुरु भयो र उहाँको सुगर चाहिँ हामीले कन्ट्रोल गर्न औषधि मिलाउँदै अथवा औषधि सुरु गर्दै उहाँलाई चाहिँ मुटुमा असर गर्यो, भनेको मुटुको धड्कनको चाल पनि बिग्रियो। उहाँलाई प्रेसर हाई त थिएन तर मुटुको धड्कनमा असर गरेपछि त्यो खोज्दै जाँदाखेरि सुगरकै कारणले भएको हुन सक्ने देखियो। र यसरी सुगरले कतिखेर तपाईँलाई बाटोमा हिँड्दै बस्दै अथवा केही काम गर्दै अथवा सामान्य लेभलमा छ, अब यसले असर गर्दैन भन्नुपर्ने अथवा औषधि खाएर झन् किडनी बिगार्छ भन्ने भ्रमहरू हटाउनु पर्ने जरुरत देखिन्छ। सुगर सर्टेन लेभल जुन एउटा कटअफ पोइन्ट छ, फास्टिङमा 126, पिपीमा 200, यो तपाईँले डाइट कन्ट्रोल, एक्सर्साइज गरेर कन्ट्रोलमा आउँदैन 10 दिन 15 दिन हेरेर भने तपाईँले अनिवार्य रूपमा तपाईँको सेल्सहरू, टिस्युजहरू, ब्रेन, आँखा, मुटु, मृगौला बचाउनलाई औषधिको सहारा सहयोग लिनुभयो भने यसबाट आउने कम्प्लिकेसन्स जस्तै धड्कन बिग्रिने कम्प्लिकेसन्स, टाउकोमा रगत जम्ने कम्प्लिकेसन्सहरूबाट बच्न सकिन्छ। हस्, धन्यवाद।